प्रभु यीशु ख्रीष्टको नाममा सबैलाई जय मसी। मैले आज यो क्युबद्वारा सुसमाचारको पहेँली बताउन गइरहेको छु। तपाईले देख्न सक्नुहुन्छ यो चित्रले के जनाउँछ भन्दाखेरि मानिस पापी छ र परमेश्वरको सिंहासनमा पुग्नबाट चुकेको छ भन्ने जनाउँछ यसले। अनि यो ज्योति भनेको चाहिँ परमेश्वर हो, अनि यो अन्धकार भनेको चाहिँ पाप हो। पाप भनेको परमेश्वरले हामीलाई नगर्नु भनेको कार्य हामीले गर्छौं, त्यसलाई नै पाप भनिन्छ। र यो मानिस भनेको तपाईँ र म हो। र हामी परमेश्वर सिद्ध र पापरहित हुनुहुन्छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँ कुनै पनि मानिस नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्ने चाहनुहुन्छ। र हामी अनन्त जीवन पाओस् भन्ने चाहनुहुन्छ र हामीले हरेक गल्तीहरू गरेर हामी उहाँको सिंहासनमा पुग्नबाट हामी टाढिएका छौँ, हामी अलग भएका छौँ। र यहाँ देख्न सक्नुहुन्छ उहाँ क्रुसमा टाँगिनु भएको छ। हामीले गरेको पापको कारणले गर्दाखेरि हामी परमेश्वरसम्म हामी पुग्न सकिरहेका छैनौँ। त्यसैले परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनु भयो र हाम्रो पापको ज्याला उहाँ क्रुसमा टाँगिनु भयो र उहाँ मर्नुभयो र उहाँलाई चिहानमा गाडियो र उहाँलाई जुन चिहानमा गाडेर ढुङ्गा राखियो र रोमी सिपाहीहरू उहाँको रक्षाको लागि राखिएको छ। किनकि उहाँलाई कुनै पनि मानिसले उहाँको चिहानमा गएर उहाँको मृतक शरीर नचोरोस् भनेर रोमी सिपाहीहरू उहाँको लागि राखियो। तर उहाँ 3 दिनमा जीवित भई उठ्नु भएको छ, किनकि उहाँले मृत्युलाई जित्नु भएको छ। उहाँले भन्नुभएको छ कि वचनमा लेखिएको छ कि पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने हरेक मृत्यु भए पनि ऊ जीवित हुनेछ भनेर वचनमा लेखिएको छ। त्यसैले उहाँ 3 दिनमा जी उठ्नु भएको छ र परमेश्वरसम्म जाने बाटो बनाउनु भएको छ र हामीलाई पापबाट छुटकारा गर्नुभएको छ। हाम्रो हृदयमा रहेको पापहरू उहाँले धोइदिनु भएको छ। र देख्न सक्नुहुन्छ क्रुसको पुल, क्रुस भनेको येशू ख्रीष्ट हुनुहुन्छ र ज्योति भनेको परमेश्वर हुनुहुन्छ र मानिस भनेको तपाईँ र म हो। र येशू ख्रीष्टले संसारमा आएर हाम्रो पापको लागि उहाँ मर्नुभयो र परमेश्वरसम्म जाने बाटो उहाँले बनाउनु भएको छ। त्यसैले हामी यो बाटो हुँदै परमेश्वर कहाँ जान सकौँ र उहाँले जुन हामीले परमेश्वर येशू हाम्रो निम्ति यस संसारमा आएर हाम्रो पापको निम्ति मर्नुभयो भनेर हामी त्यसमा विश्वास गर्यौँ भने हामी यही बाटो जान सक्छौँ। किनकि येशूले भन्नुभएको छ बाटो सत्य र जीवन म नै हुँ, मलाई विश्वास गर्ने हरेक बाटो सत्य र जीवन म नै हुँ, मद्वारा कोही पनि परमेश्वर कहाँ पुग्न सक्दैन भनेर उहाँले भन्नुभएको छ। र निर्णय गर्ने पालो तपाईको हो। यो चित्रमा देख्न सक्नुहुन्छ यो नरक हो अनि यो स्वर्ग हो र तपाईले परमेश्वर येशू हाम्रो निम्ति मर्नुभयो र अनन्त जीवन मैले पाउन सकूँ भनेर तपाईहरूले विश्वास गर्नुभयो भने तपाईँ स्वर्गमा जान सक्नुहुन्छ। तर तपाईले येशू ख्रीष्टलाई अस्वीकार गर्नुभयो भने तपाईँ नरकमा जान सक्नुहुन्छ। तपाईको निर्णय हो, तपाईँ स्वर्गमा जाने हो कि नरकमा जाने हो भन्ने कुरा तपाईले निर्णय गर्ने कुरा हो। र तपाईले यदि परमेश्वर येशू हाम्रो निम्ति यस संसारमा आएर मर्नुभयो भनेर तपाईले विश्वास गर्नुभयो भने तपाईँ उहाँको सन्तान बन्न सक्नुहुन्छ। र तपाईले उहाँको सन्तान बनिसकेपछि तपाईको निम्ति यी कर्तव्यहरू रहेका छन्। तपाईले देख्न सक्नुहुन्छ यसले प्रेम जनाउँछ र तपाईले परमेश्वरलाई प्रेम गर्नुपर्दछ र आफ्नो छिमेकीलाई पनि प्रेम गर्नुपर्दछ। र हामी निरन्तर प्रार्थना गर्नुपर्दछ, हामी निरन्तर बाइबल पढ्नुपर्दछ, हामी नियमित रूपमा सङ्गति जानुपर्दछ। र हाम्रो मुख्य जिम्मेवारी भनेको चाहिँ यो हो, किनकि हामी सम्पूर्ण सारा संसारमा गएर हामी यो सत्य जुन हामी जानेका छौँ परमेश्वर हाम्रो निम्ति यस संसारमा आएर हाम्रो निम्ति मर्नुभयो, हाम्रो पापको ज्याला मृत्यु हो, हामीलाई पापबाट छुटकारा गर्नुभयो भनेर हामीले यो जुन सत्य हामीले जानेका छौँ यो सत्य हामी सम्पूर्ण संसारमा अथवा हरेक मानिसलाई हामी यो सुसमाचार बताउने हाम्रो जिम्मेमा छोड्नु भएको छ। र हामीले यो जिम्मेवारी वहन गर्नुपर्दछ। र वचनमा पनि भनेको छ सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर भन्ने वचन मर्कुस 16:15 लेखिएको छ, तपाईहरूले पढ्न सक्नुहुन्छ। र हामीले यी कर्तव्यहरू पालन गर्यौँ भने हामी उहाँको सन्तान बनिसकेका छौँ र हामीले यी कार्यहरू हामीले गर्यौँ भने हामी आत्मिक रूपमा पनि अगाडि बढ्दै जानेछौँ र हामी अनन्त जीवन पाउनेछौँ भनेर यसबाट हामी शिक्षा ल्याउन सक्छौँ। धन्यवाद। जय मसीह।